সজয়তে সদসম গোৰ্খা ছাত্ৰ সন্থাৰ তৰফৰ পৰা সংগ্ৰামী অভিনন্দন জ্ঞাপন কৰিছো। আজি ধেমাজি জিলাৰ একাদশ দ্বিবাৰ্ষিক অধিৱেশনৰ ইতিমধ্যে প্ৰতিনিধি সভা হৈ গৈছে আৰু একাদশ সমিতিৰ কাৰণে সোমৰাজ পুৰী আৰু দিলীপ খনান ডাঙৰীয়াকে পুনৰবাৰ ধেমাজি জিলাৰ অনাগত দিনত সভাপতি সম্পাদক ৰূপে নিৰ্বাচিত কৰি এক সমিতি উপহাৰ দিছে আৰু আমি আশা কৰো বিগত দিনত ধেমাজি জিলা গোৰ্খা ছাত্ৰ সন্থাই ধেমাজি জিলাত বসবাস কৰা গোৰ্খা জাতিৰ লগতে সকলো জনগোষ্ঠীৰ কাৰণে এক জাগ্ৰতি প্ৰহৰী ৰূপে কাম কৰি গৈছে আৰু অনাগত দিনতো ধেমাজি জিলা গোৰ্খা ছাত্ৰ সন্থাই ধেমাজিত বসবাস কৰা সকলো জাতি জনগোষ্ঠীৰ উত্থানৰ কাৰণে কাম কৰিব বুলি আৰু এই ক্ষেত্ৰত যদি কেন্দ্ৰীয় সমিতিৰ পৰা কিবা প্ৰয়োজন হয় সদায় ধেমাজি জিলাৰ কাৰণে আমি কেন্দ্ৰীয় সমিতি তেখেতৰ লোকৰ পক্ষত আছো। আৰু आज यहाँ धेरै राम्रो लागेको छ। असममा हामीका धेरै जिल्ला समितिहरू छन्। असममा धेरै सक्रिय जिल्लाको मध्ये अन्यतम एक धेमाजी जिल्ला समिति पनि एउटा सक्रिय जिल्ला समिति हो र यो मञ्चमा आएर र यहाँ तपाईहरुको अगाडि उभिन पाउँदाखेरि धेरै गदगद लागेको छ। किन भन्दाखेरि सायद पहिलोचोटि होला धेमाजीमा आफ्नो माटोमा आक्सुले अधिवेशन गरेको छ र सेलुट छ धेमाजी जिल्ला समितिलाई र यति ठुलो भूमि तपाईहरुले आक्सुको नाममा लिएर पहिलो आफ्नो माटोमै अधिवेशन गर्नु सायद आक्सुको इतिहासमै पहिलोचोटि हो र इतिहासमा पहिलो कलमले सुनौलो कलमले तपाईहरुले लेखेको लागि धेमाजी जिल्ला समितिलाई मुरी धन्यवाद दिन चाहन्छु। र हामीलाई विश्वास छ धेमाजी जिल्लाले गोर्खा जातिको हक हितको लागि एउटा छात्र संगठनले जति गर्नुपर्ने काम गरिरहेको छ। विगत धेरै वर्ष अगाडि बढै धेरै समितिहरू बदली हुँदै गए र धेमाजी जिल्लामा आक्सुको सक्रियता सधैँ बढ्दै नै गइरहेको छ र हामीलाई विश्वास छ धेमाजीको हरेक घरमा धेमाजीको आक्सु पुगेको छ र हरेक घरमा आक्सुको एउटा नभए एउटा मेम्बर बनाएको छ। हामीलाई विश्वास छ। समस्याहरू त धेरै आउँछन् धेरै जान्छन् तर संगठन रह्यो भने संगठनलाई यदि हामीले पालन पोषण गर्यौं भने जातिलाई आउने वीर मार्काहरू जति पनि हुन्छन् त्यो वीर मार्कालाई चाहिँ ढाल बनेर समस्याहरू पार गरेर लान्छ त्यो संगठनले हो। अखिल असम गोर्खा छात्र संघ विश्वको सबैभन्दा ठुलो शक्ति भनेको युवा शक्ति हो र युवाले भरिएको संगठन अखिल असम गोर्खा छात्र संघ हो। एकमात्र गोर्खा जातिको युवा शक्ति नै आक्सु हो र धेमाजीमा आक्सुले यति काम गरिरहेको छ। केवल मात्र त्यसमा आक्सुको सक्रियता मात्रै होइन धेमाजीमा बस्ने हरेक गोर्खाले आक्सुलाई माया गरेको लागि हो। तपाईहरुले जुन प्रकारले आक्सुलाई माया गर्नु भएको छ अनागत दिनमा धेमाजीमा आक्सु अझै दर्बिलो हुँदै जान्छ र हामीका जति पनि समस्या छ धेमाजीमा जति पनि समस्याहरू छ त्यो समस्यालाई समाधान गर्नको लागि धेमाजीको आक्सुले तत्पर भएर बस्नेछ। र आज यहाँ धेरै कुराहरू हामीका यहाँ सभापति उपस्थित गर्नु भएको छ। आक्सुको सिरै यहाँ उपस्थित हुनु भएको छ। उहाँले तपाईहरुको अगाडि सबै कुराहरू नै राख्नु हुनेछ र हामीले यहाँ 2 बजीबाटको आम सभा थियो। आम सभा हामीको 7:30 बजी स्टार्ट हुन्छ। यो प्रथा हामीले चाहिँ अब परिवर्तन गर्नुपर्छ। धेमाजी जिल्ला आक्सुले चाहिँ परिवर्तन अब गर्नुपर्छ। एउटा विद्यार्थी संगठन हुनको लागि आक्सु एउटा छात्र संगठन हुनको लागि हामीले अलिकति डिसिप्लिनलाई पनि मध्यनजर राख्नुपर्छ। अतिथिहरू धेरै अगाडिबाट आएका हुन्छन्। 2 बजी र 7 बजी धेरै अन्तराल छ
यहाँ केवल मात्र आक्सुलाई मात्रै दोषेर पनि हुँदैन, धेमाजी जिल्ला आक्सुलाई दोषेर मात्रै हुँदैन, धेमाजीका जनतालाई पनि अलिकति चाहिँ दोच्नुपर्छ। हामी जब 5 बजी आउँछौँ यहाँ 5 बजीसम्म कुर्सी खाली भइरहेको हुन्छ र तपाईँहरूले पनि यदि आक्सुलाई सुधार्नुहुन्छ भने, आक्सु सुध्रेको चाहनुहुन्छ भने हामीका धेमाजीका जनता पनि अलिकति सुध्रिनुपर्छ। समयमा तपाईँहरू पनि आइदिनुपर्छ। आज धेमाजीमा धेरै आक्सुलाई भन्न जान्छ, आक्सुले के गर्यो के गरेन भन्ने कुराहरू। जब आक्सुले गरेका कामहरू तपाईँहरूको अगाडि केही भन्न आउँछौँ तब तपाईँहरूको यहाँ उपस्थिति नहुँदाखेरि हामीलाई पनि खल्लोपन लाग्छ र हामीलाई लाग्छ यदि तपाईँहरूले कहीँ प्रश्न गर्नुहुन्छ भने त्यसको उत्तर सुन्ने पनि तपाईँहरूको उसमा सत्साहस हुनुपर्छ। यसै समालोचना मात्रै गरेर पनि हुँदैन। र यहाँ धेमाजीले गोर्खा जातिको हरेक क्षेत्रमा काम गरेर गएको छ र विशेष गरी विद्यार्थीहरूलाई लिएर धेमाजीको आक्सुले धेरै काम गरेको हामीले देख्न पाएका छौँ र अनागत दिनमा पनि धेमाजीमा कुनै पनि एउटा विद्यार्थीलाई केही पनि असुविधा हुँदैन भन्ने हामीलाई पूर्ण विश्वास छ। यदि हामीका विद्यार्थीहरूले पढ्न पाएनन् भने जाति पनि अघि बढ्दैन, देश पनि अघि बढ्दैन। यदि देश अघि बढ्नको लागि आसामलाई यदि हामीले अघि बढाएर लिएर जान चाहन्छौँ भने आसामका हरेक जाति जनगोष्ठी पनि स्वावलम्बी भएर गएको हुनुपर्छ र आक्सुले गोर्खा जातिको युवाहरूलाई लिएर धेरै कामहरू गरिरहेका छौँ। इतिमध्ये तपाईँहरूले गम पाइराख्नु भएको छ, शिक्षाको क्षेत्रमै होस् वा त्यस्ता हाम्रो स्किल डेभलपमेन्टको कुरै होस्, हरेक क्षेत्रमै हामीले काम गरिरहेका छौँ र अनागत दिनहरूमा पनि काम गर्नेछौँ। र समस्याहरू धेरै छन्, यहाँ धेमाजीमा पनि छ, असममा हरेक जग्गामा छ समस्याहरू र समस्यालाई समाधान गर्ने गोरेटोमा अखिल असम गोर्खा छात्र सङ्घ गइरहेको छ र हामीहरूको विश्वास छ तपाईँहरूले आक्सुले गरेको हरेक कर्ममा तपाईँहरूको सहभागिता हुन्छ र म समय केबारे कम्ती लिन्छु तपाईँहरूको बिचमा, किन भन्दाखेरि अतिथिहरू धेरै हुनुहुन्छ। यहाँ आक्सुले हामीले बोल्नुभन्दा बेसी हामीका अतिथिहरूले बोल्नुपर्छ र मेनली म अखिल असम गोर्खा छात्र सङ्घका सभापति नै यहाँ उपस्थित हुनुहुन्छ। अखिल असम गोर्खा छात्र सङ्घको सबै विषयहरू तपाईँहरूको उपरमा उहाँले भन्नुहुनेछ र यति नै कुरा हो। धेमाजी जिल्ला समितिले जुन प्रकारले जातिलाई अघि बढाएर लगेको छ र जुन प्रकारले सङ्गठनलाई अघि बढाएर लगेको छ त्यसको लागि केन्द्रीय समितिकोबाट फेरि पनि धेमाजी जिल्ला आक्सुलाई मुरी धन्यवाद दिँदै र यो नयाँ समितिलाई आन्तरिक शुभेच्छा दिँदै मेरो वक्तव्यलाई यही विराम दिँदैछु। धन्यवाद। जय जननी असम, जय गोर्खा।